हेलो हेलो। हेलो। आयो। स्क्रिन देख्यौ? छैन काल देखेँ देखेँ। हिजो के भनेको थिएँ? हिजो मैले के भनेको थिएँ? लेसन 5 को पढ्यौ? हल्का क्या। ल अब आज हामी नयाँ कुरा पढ्छौँ। एड्जेक्टिभ। हस्। एडी जिबिसिटी एड्जेक्टिभ भने थाहा छ? भन त ल एउटा इक्जाम्पल। एक्जेक्टिभ भनेपछि त्यही द्याट द त होला नि, भयो होइन? होइन? त्यो त के हो प्रोनाउन भयो नि। ए आर त्यस्तोहरू? होइन होइन, एड्जेक्टिभ भनेको विशेषण। विशेषण विशेषण थाहा छ? सर्वनाम, विशेषण, त्यो क्रियापद। भनेको नामको नाम नामको विशेषता बुझाउने शब्दलाई विशेषण भन्छ, एड्जेक्टिभ भन्छ क्या। गोरो, ए पातलो, मोटो, अग्लो, जाडो, चिसो, तातो, रमाइलो, नरमाइलो, यो सबै एड्जेक्टिभमा पर्छ क्या। एड्जेक्टिभ चिन्ने तरिका चाहिँ सजिलो एउटा तरिकामा सिकाइन्छ है। जस्तै एड्जेक्टिभ चाहिँ के हुन्छ भन्दाखेरि एउटा कस्तो, अनि अर्को कत्रो, अनि कति, यो तिनटाको एन्सरमा आउने चाहिँ सबै एड्जेक्टिभ हुन्छ। यो तिनटा कस्तो, कत्रो र कति भन्ने क्वेसनको एन्सरमा आउने सबै एड्जेक्टिभ। जस्तै एक्जाम्पलको लागि मैले मान्लिउँ, जस्तै मैले रातो लेखेँ अरे, रेड लेखेँ, आखाइ भन्छ। आखाइ आखाइ भनेको रातो हो, रातो हो। लेखिसक त त्यति। भयो। जस्तै अब एड्जेक्टिभ चिन्ने तरिका सिकाइरहेको छु है। यो तिनवटा हस्। क्वेसन गर्दाखेरि यो तिनवटा क्वेसनको एन्सरमा आउने सबै एड्जेक्टिभ हो। जस्तै ना अब नाउन हुन्छ, भब हुन्छ, एड्जेक्टिभ हुन्छ दार्जिलिङ ल्याङ्ग्वेजमा। नाउन भनेको चाहिँ नाम भयो। जस्तै नाउन चाहिँ कस्तो हुन्छ हो भन्दाखेरि मान्छेको नाम सबै नाउन हो, ठाउँको नाम पनि नाउन हो, प्लेसको नाम पनि नाउन हो, सामानको नामहरू पनि नाउन हो, देशको नाम पनि नाम हो, नाउन हो है। अनि भब भनेको चाहिँ त्यो अस्ति हिजो हामीले लेसन 4मा पढेको जस्तो खान्छु, गर्छु, हिँड्छु, डुल्छु, आउँछु, यो चाहिँ भब हो, क्रियापद। अनि यो एड्जेक्टिभ चाहिँ नामको विशेषता बुझाउने शब्दलाई विशेषण अथवा एड्जेक्टिभ, जापानिजमा यसलाई क्योसी भनिन्छ। क्योसी है, यो एकदम इम्पोर्टेन्ट हो। जस्तै यो तिनवटा क्वेसनको एन्सरमा आउने सबै एड्जेक्टिभ हो। जस्तै म यहाँ क्वेसन गरेँ भने, मैले कति भनेर क्वेसन गरेँ भने एन्सरमा रातो एन्सर आउँछ कि आउँदैन? आउँदैन। आउँदैन। मैले कति भन्दा एन्सरमा रातो त उत्तर हुँदैन नि त। मैले त कति भन्दा थोरै धेरै पो उत्तर हुन्छ त होइन? जस्तै मैले कत्रो भन्दाखेरि रातो उत्तर आउँछ? आउँदैन। मैले कस्तो भन्दा रातो एन्सर आउँछ? आउँछ। आउँछ। भनेपछि यो रातो के रहेछ? एड्जेक्टिभ रहेछ। एड्जेक्टिभ। अँ। अनि त्यस पछाडि जस्तै अर्को इक्जाम्पल मैले लेख्छु। मैले इक्जाम्पलको लागि लेखेँ ल, पेन लेखेँ अरे मैले, पेन है, एनपिचु पेन। अब मैले कति भन्दा पेन एन्सर आउँछ? आउँछ। कत्रो भन्दा पेन एन्सर आउँछ? आउँछ।
आउँदैन नि। त्यो कत्रो पेन भन्यो भने पो ल यत्रो लामो पेन छोड्नु, तर कत्रो मात्र भन्यो भने एन्सरमा पेन एन्सर आउँछ ए त आउँदैन? आउन्न नि। आउँदैन। अनि कस्तो भन्दा पेन एन्सर आउँछ? पेन एन्सर आउँछ? आउँछ आउँछ? आउँछ आउँदैन। आउँछ होला नि। कसरी आउँछ? डट पेन बल पेन। होइन, त्यो अरू अरू शब्दहरूसँग नजोड्ने क्या। यो ए क्वेसन अनि यो एन्सर हो क्या। ए अरू आउँदैन। अरूलाई रिलेट नगराउने क्या। यो क्वेसन र यो एन्सरलाई मात्र जोड्ने क्या। कस्तो भन्दाखेरि रातो, सरी, कस्तो भन्दा पेन उत्तर आउँदैन क्या। होइन, आउँदैन। भनेपछि यो पेन के हो? एड्जेक्टिभ होइन रहेछ। यो यो त्यत्तिकै पनि पेन त के हो? यो पेन त सामानको नामलाई नाउन भन्छ भनेको होइन त? यो पेन त त्यत्तिकै पनि नाउन भयो नि। संसारमा भएपछि सबै जे सामानहरू छ नि, त्यो सबै नाउनभित्र पर्छ क्या। ठिक छ। ल जस्तै अर्को मैले एक्जाम्पल सिजुखा लेखेँ, जस्तै सिजुखा। सिजुखा भनेको नेपाली मिनिङ शान्त हो क्या। एस एसएचएन शान्त। जस्तै अब क्वेसन गर त ल। जस्तै कति भन्दा सिजुखा एन्सर आउँछ? शान्त एन्सर आउँछ? अह आउँदैन। कत्रो भन्दा शान्त एन्सर आउँछ? अह कस्तो भन्दा शान्त उत्तर आउँछ? आउँछ। आउँछ, आउँछ, हो, गुड। कस्तो भन्दा चाहिँ आउँछ होइन त? भनेपछि यो पनि शान्त, सिजुखा भनेको नि के हो र? एड्जेक्टिभ रहेछ है त। नाउनको विशेषता बुझाउने शब्दलाई चाहिँ एड्जेक्टिभ भनिन्छ। जस्तै एक्जाम्पलको लागि मैले के लिने, एक्जाम्पलको लागि मैले के लेख्छु भने जस्तै कोरेवा। कोरेवा भनेको यो चाहिँ भनेको होइन। कोरेवा आखाइ आखाइ खाबान के चाहिँ बिएन खाबान देशी देश। ल जस्तै कोरेवा भनेको यो चाहिँ भनेको होइन। आखाइ भनेको रातो हो। अनि खाबान भनेको झोला, अनि देश भनेको हो भनेको। जस्तै यो शब्द खाबा, यो आखाइले के गर्यो भने भन्दाखेरि यो नाउन छ नि, नाउन, सरी सरी, यो खाबान भन्ने नाउन छ नि। खाबान भनेको झोला, सामानको नामलाई नाउन भनिन्छ। यो 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 सामानको विशेषता बुझायो यो आखाइले। यो झोला रातो भयो नि त, हो किन भन त? नाउनको विशेषता बुझाउने शब्दलाई नाउन, एड्जेक्टिभ भनिन्छ। अथवा त्यसरी अप्ठ्यारो हुन्छ भने यो तिनवटा क्वेसन गर्दाखेरि एन्सर आउँछ सबै के हो? एड्जेक्टिभहरू। ल त्यस पछाडि अर्को नेक्स्टमा जान्छ। अब एड्जेक्टिभ त भयो, तर त्यसले जापानिज ल्याङ्ग्वेजमा देयर आर, यो चाहिँ टिप्नुपर्छ नि। देयर आर टु टाइप्स अफ एडिजेइसिटिआई adjectives in जापानिज ल्याङ्ग्वेज। एउटा वान भनेको इ एड्जेक्टिभ। एउटा भनेको इ एड्जेक्टिभ, एडिजेइसिटिआइबी। अर्को 2 नम्बरमा चाहिँ ना एड्जेक्टिभ, ना एड्जेक्टिभ, एडिजेइसिटिआइबी। एउटा इ एड्जेक्टिभ, अर्को ना एड्जेक्टिभ। यो इम्पोर्टेन्ट छ है, यो वाला कुरा। लेख्यौ? लेख्यो। ल अब इ एड्जेक्टिभ भने चाहिँ कस्तो हुन्छ? जस्तै इ एड्जेक्टिभको डेफिनेसन चाहिँ कस्तो हो भन्दाखेरि, फर्स्टमा इ एड्जेक्टिभ है। इ एड्जेक्टिभ भनेको चाहिँ लास्टमा इ लेटर आउने, लास्टमा इ लेटर आउने। जस्तै एक्जाम्पलको लागि जस्तै ओइसी, ओइसीले अलिक गाह्रो भयो। ल ताखाइ, के चाहिँ ताखाइ भनेको जस्तै अग्लो, तल हो। अब मैले यो चाहिँ यहाँनिर मैले इङ्ग्लिस क्यारेक्टरमा लेखेको छु, त्यही भएर यस्तो भएको होइन। तर जापानिज क्यारेक्टरमा लेख्यो भने त ता खा इ इ त कस्तो हुन्छ? आ इ उएको इ, क्या बुझ्यौ नि मैले भन्नु खोजेको कुरा? भनेपछि सुरुमा एड्जेक्टिभ चिन्न जान्नु पर्दो रहेछ। अनि एड्जेक्टिभ चिनिसकेपछि पनि त्यसभित्र नि एड्जेक्टिभको दुईवटा क्याटेगोरी रहेछ। एउटा चाहिँ इ एड्जेक्टिभ हुँदो रहेछ, अर्को चाहिँ ना एड्जेक्टिभ हुँदो रहेछ। अहिले चाहिँ मैले सुरुमा इ एड्जेक्टिभको चाहिँ
एक्सप्लेनेसन गर्दैछु। ई एडजेक्टिभ भनेको चाहिँ कुनै पनि एडजेक्टिभ, कुनै पनि विशेषणको अन्तिममा ई अक्षर, ई लेटर आउँछ भने चाहिँ त्यसलाई के भन्ने? ई एडजेक्टिभ भन्ने कुरा बुझ्यो? ल, सुरुमा त्यो एडजेक्टिभ चाहिँ हुनुपर्छ। अनि एडजेक्टिभ भइसकेर पनि हामीले त्यो एडजेक्टिभलाई नि ई एडजेक्टिभ हो कि ना एडजेक्टिभमा दुईवटा क्याटेगोरीमा छुट्याउँछौँ है। ल भन्छ अर्को एक्जाम्पलको लागि लेख्यौँ भने इन्ट्रेस्टिङ जस्ट ओमोसिट के आएछ के हो क्या यो लाइन? ल छोडिदियो, एकछिन म न्यू गर्छु। ल अर्को एक्जाम्पलको लागि जस्तै मैले लेखेँ ओमोसिरोई, ओमोसिरोई भनेको इन्ट्रेस्टिङ हो, INTRESTING। जस्तै ओमोसिरोई भन्दा लास्टमा कुन लेटर आउँछ? ई लेटर आउँछ। एकचोटि लेसन 8 को मिनिङ पल्टाउ त। लेसन 8 को 8 पल्टाए। त्यहाँ हेर त के लेखेको छ ल। त्यहाँ ह्यान्डसम ब्युटिफुल के हो नेपाली इङ्ग्लिसमा के जापानिजमा भने? त्यही त, त्यहाँ होइन, त्यहाँ नेपालीमै भन न के लेखेको छ। ह्यान्डसम ब्युटिफुल क्वाइट लाइभली फेमस काइन्ड हेल्दी फ्री कन्भिक्ट फाइन बिग लार्ज स्मल हो, लिटल। त्यो सबै एडजेक्टिभहरू है। अब त्यहाँनिर तिमीले एउटा कुरा विचार गर त, जस्तै त्यहाँनिर लास्टमा ई, त्यो जापानिजपट्टि हेर, लास्टमा ई आउने लेटर हेर त, त्यो छ कि छैन ई लेटर आउने? त्यो पढ त। ई लेटर केमा आएको त? लास्टमा ई लेटर आउने। एक नै ची के हो यो? सिजुखामा त आउँदैन नि। हजुर, सिजुखामा त ई लेटर आउँदैन नि। अर्को हेर, ई लेटर आउने हेर। के हो यो? ची एउटामा ची छ कि एकछिन है। चिसाई। चिसाई ब्युटिफुल होइन? कहाँ चिसाई भने ब्युटिफुल हुन्छ? किरे त्यो त किरे किरे छ लास्टमा ए एउटा। आएको। अनि त्यो पछि युमे पनि छ होला युमे त्यो ई। अनि अझ तलतिर गयो भने ओइ पनि छ होला, सुकुनाई छ होला, ताखाई छ होला। जस लास्टमा ई आउने एडजेक्टिभ चाहिँ ई एडजेक्टिभ हो। जस्तै मैले किरेई लेखेँ है। ल किरेई भनेको ब्युटिफुल भर्खर। ल जस्तै किरेई लेखेँ अरे, यो किरेई भनेको लास्टमा ई लेटर आएको छैन भनेपछि यो कुन एडजेक्टिभमा पर्यो? ईमा। ई एडजेक्टिभमा पर्यो। अब सुरुमा यो एडजेक्टिभ हो कि भनेर थाहा पाउनुको लागि चाहिँ जस्तै अघि मैले भनेको थिएँ नि 3टा क्वेसन, एउटा कस्तो, कत्रो र कति। मैले कति भन्यो भने किरे एन्सरमा आउँछ। कति किरे भनेको ब्युटिफुल है। मैले कति भन्दाखेरि ब्युटिफुल एन्सर आउँछ। मैले कत्रो भन्दा ब्युटिफुल एन्सर आउँछ। मैले कस्तो भन्दा ब्युटिफुल एन्सर आउँछ। भनेपछि हो अन्तिममा ई आउने चाहिँ के हुँदो रहेछन्? ई एडजेक्टिभ हुँदो रहेछन्। ल अब त्यसपछि अर्को ना एडजेक्टिभको डेफिनेसनमा चाहिँ हामी जस्तै कस्तो चेन्ज लगाएको यो? ना एडजेक्टिभ, ना एडिजेइसिटी। ना एडजेक्टिभ भनेको चाहिँ लास्टमा ई लेटर नआउने है। अरू अब ई चाहिँ ई लेटर आउने भयो, तर ना चाहिँ फेरि लास्टमा नआउने होइन,
अन्तिममा लास्टमा इ चाहिँ नआउने है। उम्, जस्तै एक्जाम्पलको लागि मैले लेख्न सक्छु इएक्सएएमपिएलई। एक्जाम्पलको लागि मैले लेख्नु सिजुखा। सिजुखा भनेको शान्त, पिस। उम्, अर्को मैले त्यहाँ हानसामु पनि छ होला, हानसामु भनेको पनि ह्यान्डसम हो। ल जस्तै अब यहाँ हेर त, जस्तै यो सिजुखा भनेको पिस शान्त हो है। अनि अब यो उम्, सिजुखा भनेको सुरुमा एड्जेक्टिभ हो कि होइन पत्ता लगाउनु पर्यो। जस्तै कति भन्दा सिजुखा शान्त उत्तर आउँदैन, कत्रो भन्दा शान्त उत्तर आउँदैन, तर कस्तो भन्दा चाहिँ शान्त उत्तर आउँछ होइन त। भनेपछि यो पनि एड्जेक्टिभमै पर्यो। अब एड्जेक्टिभ भित्रको पनि अब कुन एड्जेक्टिभमा पर्यो त, त्यसको लागि यहाँ हेर्नुहोस्, यो शब्द हेर्नुपर्छ। सिजुखामा अन्तिममा इ लेटर छ कि छैन, छैन नि। उम्, भनेपछि कुनमा पर्यो यो? उनमा उम्, यो नामा नामा पर्यो। भनेपछि इ एड्जेक्टिभ भनेको इ आउने, ना एड्जेक्टिभ भनेको चाहिँ इ नआउने। तर सुरुमा एड्जेक्टिभ चिन्न चाहिँ जान्नुपर्छ। एड्जेक्टिभ चिनिसकेपछि बल्ल यसलाई दुईवटामा क्याटेगोरीमा राखेको छ। ल त्यस पछाडि अर्को एउटा एक्सेप्सन इङ्ग्लिस सब्जेक्टको सबै एक्जेक्टिभ मात्र हो? लेसन 8 को उम्, सबै त एड्जेक्टिभ मात्र छैन नि। ए सबै एड्जेक्टिभ छैन, तर धेरै जस्तो चाहिँ सुरुमा चाहिँ एड्जेक्टिभ छ, सबै चाहिँ एड्जेक्टिभ छैन। हस्। ल अनि अब के गर्छु भन्दाखेरि त्यस पछाडि एक्सेप्सन है, इसिइपिटिआइएन, इसिइपिटिआइएन, एक्सेप्सन एड्जेक्टिभ, एडिजेसिटिआइभी। यो एक्सेप्सन एड्जेक्टिभ हुन्छ भने चाहिँ लास्टमा इ लेटर आए पनि इ जेसिटिआई इ एड्जेक्टिभमा नपरेर ना जेइसिटी एड्जेक्टिभमा पर्ने एडिजेइसिटिआई एड्जेक्टिभहरू। ल मैले यहाँ के लेखेँ बुझ्यौ? उम्, एउटा छ किरे, किरेई। अर्को छ युमे, 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 युमे। अर्को छ किराई। किरे भनेको ब्युटिफुल, त्यस पछाडि युमे भनेको फेमस, अनि किराई भनेको यो मिनिङमा पढ्नुपर्छ है तिमीले। किराई भनेको मन नपर्ने, डिसलाइक। ल यो चाहिँ एक्सेप्सन एड्जेक्टिभ हो है। लास्टमा इ लेटर आए पनि इ एड्जेक्टिभमा नपरेर ना एड्जेक्टिभमा पर्ने एड्जेक्टिभ्सहरू भनेर मैले लेखेको छु नि त। लास्टमा इ लेटर आए पनि इ एड्जेक्टिभमा नपरेर ना एड्जेक्टिभमा पर्ने एड्जेक्टिभ तिनवटा मात्रै हुन्छ जाबी ल्याङ्ग्वेजमा। एउटा भनेको किरे, किरेको पनि लास्टमा इ अक्षर आएको छैन भन त। यो पनि एड्जेक्टिभ त एड्जेक्टिभ हो नि, सुरुमा एड्जेक्टिभ छुट्याउनु पर्यो है। एड्जेक्टिभ भनेको के हो थाहा पाउनु पर्यो, अनि एड्जेक्टिभलाई दुईवटा भागमा बाँड्न पनि आउनु पर्यो। अनि बाँडिसकेपछि यो तिनवटा चाहिँ यस्तो एड्जेक्टिभ हो जुन चाहिँ अन्तिममा इ लेटर आए पनि इ एड्जेक्टिभमा नपरेर ना एड्जेक्टिभमा पर्ने तिनवटा अपवादहरू हुन्। किरे भनेको ब्युटिफुल, अन्तिममा इ लेटर आएको छ, इमा पर्नुपर्ने रुल अनुसार तर परेन। अर्को युमे, त्यहाँ मिनिङ बुकमा पनि छ, युमे भनेको फेमस हो, युमेको पनि अन्तिममा इ लेटर आएको छ, तर इ लेटर आए पनि इ एड्जेक्टिभमा पर्दैन, नामा पर्छ। अर्को किराई, किराईको पनि अन्तिममा इ लेटर आउँछ, यो यसको मिनिङ डिसलाइक हो, यो पनि इ आए पनि इमा पर्दैन, ना एड्जेक्टिभमा पर्छ। यति कुरा बुझ्यौ? ल त्यस पछाडि अब अलिक गाह्रो गाह्रो हुन्छ है। ल जस्तै हामीले एउटा यस्तो गरेको थियौँ नि हामीले भबलाई क्या। जस्तै ताबे मास गरेको थियौँ नि त, खान्छु होइन। ता ताबे मासेन पनि गरेको थियौँ, खाँदिनँ हो किन। ताबे मासी तानी गरेको थियौँ, खाएँ हो किन।
अनि ताबे मासेन अनि देसिता यो खाइन। हामीले भबलाई चाडा टेन्समा चेन्ज गरेको हो किन? खान्छु, खाँदिनँ, खाएँ, खाइन होइन त, हो किन? त्यस्तै अब एड्जेक्टिभ जस्तै मैले एउटा एक्जाम मिठोले ओइसी 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 भनेको मिठो हो है, ओइसी भनेको मिठो हो। अब यो पनि एड्जेक्टिभ हो किन? ओइसी कस्तो भन्दा मिठो, उत्तर आयो आएन? आयो नि, भनेपछि एड्जेक्टिभ हो। अनि ओइसी अन्तिममा कुन लेटर छ? ई लेटर छ भने चाहिँ कुन एड्जेक्टिभ भयो? ई एड्जेक्टिभ। ई एड्जेक्टिभ, ई केओसी हो। अब भब जस्तै मिठो छ भन्छु अनि मैले मिठो छैन, मिठो थियो, मिठो थिएन पनि भन्न मिल्दैन र? मिल्छ। मिल्छ। जस्तै मैले यहाँ लेखेँ अरे सामुई लेखेँ अरे, जस्तै सामुई, सामुई भनेको चिसो है, सिएचआइएस। अब यो एड्जेक्टिभ हो किन भन त? हो। कस्तो भन्दा जाडो, चिसो, कस्तो भन्दा चिसो एन्सर आउँछ नि। अँ, अनि यो ई एड्जेक्टिभ हो कि ना एड्जेक्टिभ हो? यो ना एड्जेक्टिभ। किन ना एड्जेक्टिभ? यसमा ई छैन नि त। कहाँ छैन यी? सामु सामु ई ए ई छ त। यी छ त, अनि कहाँ खाँदै खाँदै तिमी अनि अनि बिर्सेको त? मैले यो स्पेलिङ हेरेँ कि त्यही भएर मैले ए झिक्क्याएँ कि। ल, खाना खाएको छैन क्या हो? हजुर? खाना खाएको छैन क्या हो? खाना त यति बजी खाँदिनँ म। बाहिरबाट सिधै आएको थियो कि अनि दिउँसोभरि केही खाँदैन त्यही भएर। ए ए ए भइसक्यो। ल, सामु यो कुन एड्जेक्टिभ रहेछ? ई एड्जेक्टिभ। अब जाडो छ, अब यसलाई मैले जाडो छैन, जाडो थियो, जाडो थिएन नि भन्न पाउँछ होइन त? अँ, हो भनेपछि अब भबको चाडा टेन्स भए जस्तै एड्जेक्टिभ पनि चाडा टेन्स हुँदो रहेछ है। अब सुरुमा चाडा टेन्स चाहिँ ई एड्जेक्टिभको फो टेन्स अफ ई एडिजे एडिजेई जेई सिटिआइबी। ल, एक एडिजे नम्बर। लेख्दा नि हुन्छ। हजुर, त्यो एड्जेक्टिभ नलेखे नि हुन्छ, एडिजे लेख्यो नि हुन्छ। हुन्छ हुन्छ, ठिक छ। एउटा प्रेजेन्ट टेन्स, प्रेजेन्ट टेन्सलाई चाहिँ देशले जनाउँछ, देश। अर्को प्रेजेन्ट नेगेटिभ, यसलाई चाहिँ कुनाई, कुनाईले जनाउँछ। अर्को हुन्छ पास्ट टेन्स, यसलाई चाहिँ खात्ताले। अनि अर्को हुन्छ पास्ट नेगेटिभ टेन्स, यसलाई चाहिँ कुना अनि खात्ता। पास्ट नेगेटिभ त्यो त्यो अस्तिको टेन्सहरू छुट्टै अनि यो टेन्सहरू छुट्टै लाग्ने हो। छुट्टै। यो अस्तिको भबको लागि हो, यो एड्जेक्टिभको लागि म सिकाउँछु। ए, देश कुनाई खाता, कुनाई खाता भयो। ल, अब एक्जाम्पल त थाहा हुनु पर्यो नि त। ल, जस्तै के हुन्छ भन्दाखेरि, जस्तै मैले ताखाई लेखेँ, TAKHI हो। ताखाई भनेको टल हो है। ल, तिमी अब भन, यो ताखाई एड्जेक्टिभ हो कि होइन? यो हो। किन एड्जेक्टिभ? ई छ लास्टमा। कहाँ एड्जेक्टिभ चिन्हको लागि ई लास्टमा हुने हो त? ई भन्दा नि विशेषता। त्यही त, कसरी, कस्तो, कत्रो, कति, कुन चाहिँको एन्सरमा ताखाई आउँछ? कत्रो। कत्रोकोमा आउँछ होइन त? अब यो ई एड्जेक्टिभ हो कि ना एड्जेक्टिभ हो? ताखा ई भनेपछि ई एड्जेक्टिभ। गुड। ल, ई एड्जेक्टिभ होइन त? अब मैले ई एड्जेक्टिभ पनि चारवटा टेन्स हुन्छ भनेको छ होइन त? ताखाई अग्लो भनेपछि अग्लो छैन, अग्लो थियो, अग्लो थिएन नि भन्न मिल्छ नि त, हो किन भन त? ल, यो ताखाई मात्र भनेको चाहिँ अग्लो हो, अग्लो मात्र भनेको है, हो भनेको होइन है, ठिक छ? अग्लो छ अथवा अग्लो हो भनेको होइन, मात्र अग्लो भनेको, टल मात्र भनेको होइन। त्यस पछाडि अब मैले यसलाई प्रेजेन्ट टेन्समा लेख्नु पर्यो भने यस्तो हुन्छ, जस्तै
के हुन्छ भन्दाखेरि ता खाई देश, उम्, यो भनेको चाहिँ के हो, अग्लो छ भनेको, अग्लो छ भनेको अथवा अग्लो हो भनेको, ठिक छ। उम्, ल, अब यसलाई मैले प्रेजेन्ट टेन्समा देश, प्रेजेन्ट टेन्सलाई देशले जनाउँदो रहेछ, देशले जनाएको छैन होइन, एउटा एड्जेक्टिभ मात्र हुँदा चाहिँ टल मात्र भयो, अग्लो मात्र भयो, तर मैले उम्, ताखाई देश भनेपछि अब चाहिँ यो बल्ल अग्लो छ भन्ने भयो प्रेजेन्ट टेन्समा, होइन त। उम्, ल, अब यसलाई प्रेजेन्ट नेगेटिभलाई, प्रेजेन्ट नेगेटिभ यी एड्जेक्टिभ प्रेजेन्ट नेगेटिभलाई केले जनाउँछ हेर त स्क्रिनमा, कुनाइले होइन। प्रेजेन्ट नेगेटिभ कुनाइ। अँ, उम्, अब कुनाइ, अब यसलाई प्रेजेन्ट नेगेटिभमा लानको लागि यी एड्जेक्टिभको अन्तिमको ई हटाएर कुनाइ थप्ने, के गर्ने, यी एड्जेक्टिभको लास्टको ई हटाउने अनि कुनाइ थप्ने, ताकुनाइ, लास्टको ई हटाउने ताक अनि कुनाइ थप्ने, कुनाइ एड गर्ने। अनि फेरि अर्को देश जस्ताको तस्तै, देश चाहिँ जस्ताको तस्तै। अब के हुने हो भन्दाखेरि, जस्तै के हुन्छ भन्दाखेरि ताखाइको ताखा मात्र भयो, अन्तिमको ई हट्यो, हो कि न। उम्, अनि ई हटाएर के थप्ने, कुनाइ थप्ने, ताखा अनि कुनाइ, अनि देश चाहिँ जस्ताको तस्तै हुन्छ अब ल। अब ताखा कुनाइ भनेको चाहिँ अग्लो छैन हुने भयो अब। अनि कुनाइ एड गर्ने, देश जस्ताको त्यस्तै, त्यस्तै, ताखा कुनाइ देश अग्लो छ भयो, अग्लो छैन, अग्लो छैन। अग्लो छैन। भर्खर एउटा मेसेज आयो भर्खर। अँ, ल, यहाँ मैले के गरेँ बुझ्यौ नि, अँ, लास्टको ई हटाएँ अनि त्यस पछाडि कुनाइ थपेँ अनि त्यो देशलाई चाहिँ एज युजल जस्ताको तस्तै राखिदिएँ मैले। ताखाई उम्, ताखाई ताखाई मात्र भनेको अग्लो भनेको, अनि त्यसमा ताखाई देश भनेको अग्लो छ भनेको, अनि यसलाई नेगेटिभ बनाउँदा लास्टको ई हटाउने अनि कुनाइ एड गर्ने, देश जस्ताको तस्तै भनेपछि ताखा कुनाइ देश भनेको अग्लो छैन भयो। अब पास्ट उम्, बनाउनलाई, अब अग्लो थियो भन्नु पऱ्यो, पास्ट बनाउनको लागि लास्टको लास्टको ई हटाउने अनि खात्ता थप्ने, खात्ता एड गर्ने। ताखाता, देश चाहिँ जस्ताको तस्तै, ताखाता देश, त अब के हुने भयो ल भन, जस्तै ताखाइको के हुने भयो अब, ता खाता देश, ताखा भयो होइन। अँ, अनि त्यस पछाडि पास्टलाई केले जनाउँछ भनेपछि यहाँ हेर त है, पास्टलाई केले खाता, जनाउँछ, केले, खाता, खात्ता, खाता होइन है, खात्ता। ए खाता, अब त्यसलाई नेपालीमा लेख कसरी बुझ्छौ, अब यहाँ ठ्याक्क इङ्ग्लिस हुँदैन। अब उम्, ताखा अन्तिमको ई हटाउँदा ताखा मात्र भयो भएन, उम्, अनि ताखा अनि खात्ता, ताखा खात्ता देश जस्ताको तस्तै। ताखा खात्ता देश भनेको अग्लो थियो। उम्, हटाउने अनि खाता एड गर्ने, देश जस्ताको त्यस्तै, खा खाता देश भयो, भयो। अग्लो थियो, अग्लो थियो,
5 सिजनमा एउटा प्रसङ्ग छ जसलाई भनिन्छ स्टकहोम सिन्ड्रोम। एउटा मानसिक कन्डिसन हो, मानसिक। ल यति भयो। उम्, अब पास नेगेटिभलाई केले जराउँछ भन त है, कि कुना कुना खाता कुना खाता। ल अब पास ने अब के गर्ने भन्दाखेरि लास्टको इ नै हटाउने अनि कुना खाता एड गर्ने, कुना के चाहिँ के खाता एड गर्ने, देश जस्ताको जस्तै। अब के हुने भन्दाखेरि ताखा चाहिँ हुने भयो, टिएके ताखा, अनि ताखामा कुना खाता जोड्ने, कुना खाता देश भनेको अग्लो थिएन। ताखा अग्लो थिएन। यो मिटिङ एन्ड हुन्छ है, अनि फेरि पठाउँछु ल तिमीलाई म 10 मिनटमा एन्ड हुन्छ। ताखा कुना खाता। के भन्छ त्यो भिएफएक्स पछि भिजा लन्च गर्ने हो? भिएफएक्स तिम्रो भिएफएक्स कहिले छ? भोलि हो। हिजो गऱ्यो भन्दै थियो, अब 3 दिनमा कल आउँछ भन्दै हुनुहुन्थ्यो। त्यो मोबाइल चाहिँ तिमी कतै उयो नगर है। हुन्छ। आफूसँगै राख त्यहाँ। कल आएर अरूले उठायो भने चाहिँ के हुन्छ नि? हुँदैन, बर्बाद हुन्छ। ए त्यस्तो नहोस् है। ल अनि मलाई चाहिँ कल गरेर के सोध्छन् त्यहाँ? जे पनि सोध्न सक्छ। जापानिज पनि सोध्न सक्छ? सोध्न सक्छ। ला तर चान्सेस छैन भन्थ्यो सरले, झुक्केर आउन सक्छ भन्दै थियो। आउँदैन कि तिमीलाई कल आउँदैन, तर अब कल आयो भने पनि अब एउटा माइन्ड मेकअप चाहिँ गरेर राख्नुपर्छ, किनभने त्यो प्रोसेस हो नि त कल आउने पनि एउटा। कहिले काहीँ गर्छ क्या, त्यो चाहिँ चेक गरेको हो क्या, छड्के हाने हो क्या, त्यही हो। सबै के फेक हो होइन यताउति भनेर त अब आउन त आउँदैन, अहिलेसम्म आएको त छैन, अब आउँदैन, ढुक्क भयो हुन्छ। ल ताखा कुना त्यस पछाडि चाहिँ तिम्रो पासपोर्टमा भिजा हानिदिन्छ क्या। तिम्रो सिओई आयो होइन, बुझ्यो? अब चाहिँ भिजा हान्ने बेला हो। त्यसपछि सक्यो प्रोसेसहरू, केही बाँकी छैन। कतिको एक्साइटेड भइरहेको छ जापान जान? हजुर कतिको एक्साइटेड भइरहेको छ? ठिकै छ। नेपाल बस्दा बस्दा झ्याउ लाग्यो होला नि त होइन, पैसा पाउँछ नि त अब। ए त्यहाँ गएपछि कमाउने पैसा पाउँछ त्यहाँ, यहाँ त पैसा छैन। तिमीलाई पैसा के को खाँचो छ र? छ नि, दिँदैन। तिमी तिमी उडाउँदो जस्तो छ। अस्तिको नि कटअफ हानेर आफै राखे जस्तै लागिरहेछ मलाई। कसम हो, मलाई त्यस्तै लागिरहेछ। ल यसो गर, यो मिटिङ 7 मिनट बाँकी छ। पैसा आफ्नै खल्तीबाट हाल्नु पर्दा ल के अरे, त्यहाँ कुनै पनि एउटा ल यो एडजेक्टिभलाई 4 टेन्समा लगाउ त, नेपालीमा पनि ट्रान्सफर गरेर। जस्तै कुन चाहिँ भन्दाखेरि ओमो सिरोई, ओमो सिरोई। ल यसलाई जापानिजमा लेख त, ओमो सिरोई। जापानिजमा लेख्ने? जापानिजमा लेख्ने हो। यस्तो हुन्छ, यहाँ हेर यस्तो हुन्छ। लेखिसके। अब यसलाई ओमो सिरोई भनेको इन्ट्रेस्टिङ हो है, ओमो सिरोई भनेको इन्ट्रेस्टिङ हो। यसलाई 4 टेन्समा अनि उयो गर। इन्ट्रेस्टिङ 4वटा टेन्समा लग्ने हो त्यसलाई अब।
होमोसिरोइडेस प्रेजेन्ट टेन्स भयो प्रेजेन्ट टेन्स होमोसिरोइडे बे देश होमोसिरोइडेस एउटा होमोसिरोइडेस अर्को चाहिँ फेरि होमोसिरो होमोसी देश सिरो कुनै काकी कुनै कुनै देश अनि पास्ट टेन्सको ओमोसिरो खाता खा खाका खाता खाता देश अनि यसको चाहिँ फेरि ओमोसिरोइ खाता देश खा कुनै 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 खाता भयो ल भन त के हुन्छ ओमोसिरोइडेस उम्, ओमोसिरो कुनै देश उम्, ओमोसिरोइ होइन रो खाता देश उम्। ओमोसिरो कुनै खाता देश ओमोसिरो कुना खाता देश होइन त अँ, ल भनेपछि इन्ट्रेस्टिङ छ इन्ट्रेस्टिङ छैन इन्ट्रेस्टिङ थियो र इन्ट्रेस्टिङ थिएन अँ। ल अब नेक्स्ट भनेको ना एड्जेक्टिभ ल यो 1 मिनेटमा इन्ड हुन आँट्यो म अर्को लिङ्क पठाउँछु ल हस्
त्यो मेरो रुममेटहरू क्लासमेट पनि हो र? हो नि। ए सबजना क्लासमेट नै हो त्यहाँको मेसिनमा जान आँटेको? हो। ए ए कुन नेपाली क्लास मात्र हुन्छ कि अरू कन्ट्री पनि हुन्छ? अरू देशको नि हुन्छ नि। ए ए बङ्गालदेशी हुन्छ, भियतनामी हुन्छ, मङ्गोलियन हुन्छ। मङ्गोलियन चाहिँ के को हुन्छ त? हुन्छ नि मङ्गोलिया भन्ने कन्ट्रीको।